के छ भन नि त अब हाम्रो यात्रा भर्खर अब सुरुवात भएको छ हैन के छ भनिदेऊ हेलो गाइज गुड मर्निङ सबैलाई एभ्रीबडी हामी चाहिँ आज 12 बजे ट्रिप जाँदैछौँ हामी 4 जनाको साथमा बाटो चाहिँ एकदम उकालो बाटो छ एकदम एक्साइटेड फिल भइरहेको हामीलाई चाहिँ बाटोमा हाम्रो मुभ टाइम भयो हामी चाहिँ भर्खरै घरबाट मुभ भएर चाहिँ अब त्यस्तै 1400 मिटर जति माथि आएको छ घरबाट घरदेखि अब माथिले गाइज घुम्न जाने ठाउँ चाहिँ एकदम माथि छ पोहोर पनि हामीले हैन भ्लग बनाएर हालेको अब फेरि पनि अब ठाउँ चाहिँ रमाइलो छ एकदम घुम्न लागि एकदम के छ ठाउँ चाहिँ अप्रिक छ ठाउँ गएर त्यहाँ बस्नलाई जस बस्नको लागि एकदम राम्रो व्यवस्था छ एकदम अब आफूलाई अब त्यहाँ गएर आफै लाने चाहिँ होइन जस भयो नि अब आफै अब प्रिपेयर भएर जाने त्यहाँ जाने चाहिँ मजाले आफूले बोकेर लाने सामानहरू छ हामीसँग गिटारहरू पनि छ हैन देख्न सक्नुहुन्छ एकदमै बाटोमा हामी देखाउँछौँ नि पोहोर नदेखाएको ठाउँहरुमा देखाउँछौँ हामी तपाईहरुलाई है गाइस हामी चाहिँ उकालो उक्लिँदै छौँ चाहिँ हामी मगर गाउँले आइपुग्यौँ अब पहिला जाने बेलामा नदेखाएको ठाउँहरुमा म तपाईहरुलाई देखाउँछु यो चिठी चाहिँ वहाँ गएर पनि हामी बसेको पनि देखाउँछु तपाईहरुलाई हेर्दै जानु होला तपाईहरु लालुङमा चाहिँ यसरी हामीले तलबाट भेट्यौँ हैन अलि भिरतिर छ म देखाउन मिनी ठाउँहरुमा देखेछु भने अहिले देखाउँछु है त गाइस ल हामी फाइनली मगर गाउँमा लाग्छौँ तपाईहरुले देख्न सक्नुहुन्छ यो नेचुरल्ली फुलेको फुलहरूले चाहिँ हामीलाई यस्तो स्वागतहरू गर्दैछ हेर्नुहोस् बारीहरुमा कस्तो मजाको फुलहरू फुलिरहेको छ देख्न सक्नुहुन्छ राजेश छ यहाँनिर तनिसन भाइ पनि छ थकाइ त लागेको छ त्यही पनि बिस्तारै एक्साइटेड रमाइलो हुँदै हामी चाहिँ अगाडि बढ्दैछौँ त्यो एक्साइटेड भएको कारणले नै होला हामीलाई थकाइहरू चिर्दैछ हाम्रो बिस्तारै ल हामी चाहिँ यहाँ टक्सारको चाहिँ नि हामी यहाँ यो पुरानो दरबार जाने बाटो लिएर आइसक्यौँ तपाईँहरूले देख्नुहुन्छ यहाँ हिमाल दामी देखिन्छ हिमाल देखेन क्या आज तुवालो एकदम लागिरहेको छ हामीले खबर पाएअनुसार माथि चाहिँ हिउँ परेको भन्ने कुरा सुन्यौँ हामीले गोठालोलाई सामान पुऱ्याएर आउने मान्छेहरूले भन्नुभएको अब हेर्दै जाऊँ हिउँ परेको भने त झन् अति झन् रमणीय हुन्छ होइन अब हिउँ नै परेको छैन भने पनि केही छैन माथि चढ्दै गइसकेपछि रमाइलो हुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ यता चाहिँ आउँदैछन् केटाहरू यो राजेश पनि छ नि है हाम्रो साथी हामीले यताबाट आएको देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँनिर चाहिँ पसल छ अब हामीले केही छुटपुट सामानहरू यहाँनिर भयो भने हामीले यहाँ किनेर चाहिँ नि ओहो पसल बन्द रहेछ है यहाँनिर त्यो पसल बन्द रहेछ अब पानी यहाँ भरिन्छ कि माथि भरिन्छ हेरौँ के हुन्छ सल्लाह गर्छौँ हामी साथीहरू है त ल है हामी चाहिँ यहाँनिर पसलमा चाहिँ नि छौँ खै ठुले हामीले के किने पनि देखाइदिउँ बजे पनि हुनुहुन्छ यहीँ ल बजेको पसलमा हामीले किनेको छौँ 40 हिसाब किताब हुँदैछ हाम्रो यस्तो हो हाम्रो गाउँघरको पसलहरू यस्तै हुन्छ अब यहाँबाट किनेर हाम्रो सामानहरू चाहिँ यहाँ छ ल हेर्नुहोस् एउटा खच्चडले पनि बोक्न नसक्ने सामान छ यहाँ सामान त धेरै नै छ हाम्रो देख्न सक्नुहुन्छ तपाईँहरूले ल राजेश सर चाहिँ यहाँ अब यस्तै घर बनाउनु पर्छ हामीले भनेर चाहिँ सोचिरहेको छ देख्नुभयो बिजनेस माइन्डेड यस्तो हुन्छ कबिर सिंहको ल राजेश के छ त भनाइ तिम्रो अब हामी 12 पोखर जाँदैछौँ जाने हो चिल गर्ने रमाइलो गर्ने सबै कुराहरू टेन्सन सेन्सन जति व्यवस्थित पाराले आमा हामी हैन मेडिटेसन गर्ने हो फ्रेश भएर आउने ल काली तेरो फर्स्ट टाइम अब भन्दै नि त के छ तेरो भनाइहरु एकदम एक्साइटेड फिल भइराछ अब कतिखेर पुग्ने यो त्यही त अब हिँड्न सकिन्छ कि सकिन्न भनेर एकदम एक्साइटेड अझै हिउँ परेको भन्ने सुन्याम हैन हिउँ पर्यो भने त दामी हुन्छ दामी हुन्छ सुगन्ध हुनुभयो ल है त हामी तपाईहरुलाई देखाउँदै जानेछौँ पोहोर पनि देखाएको मैले बाटोमा तर पोहोर नदेखाएको ठाउँहरुमा चाहिँ हामी देखाउँछौँ है त गाइस ल ल हेर्नुहोस् गाउँठाउँको विकास यसरी टनेलहरू बनाएर है तरकारीहरू रोपेको छ यहाँ पुरानो दोहोर आउनु लाग्यो यो घर हेरिसकेको छ नत्र गाउँ मजाले देखिरहेको छ यो घर हेर्नुहोस् कस्तो मजाको छ यो घर पुरै गाउँले पाराको छ हेर्नुहोस् हेर्नु झ्याल ढोकाहरू पुरै बवाल छ है घर पनि पुरानो दोबार गाउँ तपाईँहरूले देख्न सक्नुहुन्छ त्यहाँ छ पाखामा यही हो पुरानो दोबार
पुरानो दोबार आएको यहाँ स्कुलमा नानी बाबुहरूले मजाले वेलकम गरे है त हामीलाई। हेलो हेर्नुहोस् हामीले पुरानो दोबारबाट अगाडि लाग्यौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ गाउँहरू पनि छ होइन। यहाँ चाहिँ चौर छ एउटा तल गेमहरू खेल्ने। अब यहाँबाट चाहिँ हामी माथि तपाईँले देख्नु भएको डाँडा उक्लिन्छ। माथि माथि गोठहरू पनि देख्यो तुवालो लाएर चाहिँ सायद तपाईँहरूले देख्नु भएको छैन होला। गोठहरू पनि छ माथि माथि हिउँ परेको जस्तो छ माथि। हेरौँ के हुन्छ। हेर्नुहोस् बालीगुराँस कस्तो छ। ल हेर्नुहोस् है हामी चाहिँ गोठमा आएर छ नि यहाँ आमासँग चाहिँ नि मागेर हामीले दुध लानु लगाइरहेको छौँ। आमाले हाम्रो दुध दिनु भएको छ। पैसा पनि यही छ। आमाले हामीलाई मिठो मही पनि दिइसक्नु भएको छ। मिठो मही पनि दिइसक्नु भएको छ है आमाले हामीलाई। तपाईँले देख्न सक्नुहुन्छ। हेर्नुहोस् गाइज हामी ट्र्याक्टरमा है ट्र्याक्टरमा 12 पोखरी जान लाग्यो। ठ्याक्क बाटो खनिरहेको रहेछ डोजरले। हामी बाटोमा आउँदा आउँदा ट्र्याक्टरलाई लिफ्ट मागेर आएको छौँ हामीले चाहिँ। धन्यवाद छ हामीलाई नि ट्र्याक्टरमा है हामीलाई 12 पोखरी ल हामी त्यो ट्र्याक्टरमा आइयो है। हेरेर चाहिँ बाटो सफा गरिरहेको रहेछ। 12 पोखरी जाने योजनामा चाहिँ उहाँहरूले चाहिँ यो बाटो बनाउनु भएको रहेछ। ठ्याक्क बाटोमा भेट भयो। बाटोको भ्लग मैले अलिकति खिचेको थिएँ होइन। अब ट्र्याक्टरले हल्लाएर चाहिँ अब बाटोमा त्यसरी भिडियो गर्न त पाइएन तर धेरै सजिलो भयो। हामी धेरै माथिसम्म आइयो। अबको 2 वर्षमा चाहिँ 12 पोखरीसम्म चाहिँ रोड पुर्याउने र गाडीले चाहिँ मान्छेलाई चाहिँ ओसार पसार गर्ने चाहिँ एउटा योजना र प्रोजेक्ट उहाँहरूको रहेछ होइन। जस बाटो धेरै माथिसम्म आइसक्यो। अनि आज चाहिँ फेरि संजोगले भेट भयो हामीलाई नि धेरै सजिलो भयो। ल गाइज हामी चाहिँ मार्मी खिन्चोकबाट चाहिँ आइयो यता। ल हेर्नुहोस् हामी चाहिँ यहाँनिर रेस्ट गरेर आएको छौँ है। बिस्तारै बिस्तारै अब मौसम पनि फाटेको छ। लालीगुराँसहरू त बबालै फोलेको छ होइन। तपाईँहरूलाई म देखाउने नै छु। भिड त बबालै छ फेरि यहाँ हेर्नुहोस्। भिडहरू त खत्रै छ। ल हेर्नुहोस् हाम्रो केटाहरू के छ केटा दामी छ होइन। 12 पोखरीको यात्रा हाम्रो होइन। हल्का कुहिरो लाएर चाहिँ अलि त्यो भयो होइन। जाडो जाडो त त्यस जाडो ठिकै छ त्यस्तो बिदिन छैन होइन। ल केटा हात लगाइदिउँ न एकचोटि। ल ल ल ल हेलो गाइज गुड मर्निङ सबैजनालाई होइन। अहिले चाहिँ उज्यालो भइरहेको छ। हामी बसेको घर यही हो गाइज हेर्नुहोस्। तपाईँहरूले देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी 12 पोखरीमा छौँ। लालीगुराँसहरू नफलेको रहेछ। यहाँ रातो चाहिँ फुलेको छ होइन। तर अरू चाहिँ नफुलेको रहेछ पोहोरको जस्तरी। तपाईँले यहाँ देख्नुहुन्छ रामलाई दाउरा चिरेको छन् उनले हाम्रो रातिको लागि चाहिँ होइन। राति चाहिँ दाउरा बालिएर सुत्यो भने एकदम न्यानो हुन्छ। हामीले पकाएर खानालाई त ग्यास ल्याएको छौँ। भित्र देखाउँछु म तपाईँहरूलाई होइन हामी कसरी बसेको छौँ कस्तो छ भित्र होइन। हामी चाहिँ अहिले यो नयाँ भवन जुन छ होइन तपाईँले देख्न सक्नुहुन्छ। यो नयाँ भवनमा बसेका छौँ। एकदम बाहिर पनि पर्खालहरू लगाएर चाहिँ एकदम सेफ्टी छ। भित्र चाहिँ जङ्गली जनावरहरू भित्र नछिर्ने अनि ढोका पनि छ त्यहाँनिर होइन। एकदम घरमै बसेको जस्तो फिल छ हुन्छ। पोखरी चाहिँ यतापट्टि हो। म तपाईँहरूलाई यो पोखरीमा पनि देखाउँछु बिस्तारै होइन। हामी पोखरीतिर पनि जान्छौँ। हिजो अबेला आइएको भएर चाहिँ हामी अलिक ढिलोसम्म सुत्यो अनि त्यही भएर चाहिँ नि हो देखाउँछु तपाईँहरूलाई। दामी छ कि यो घर सेफ्टी छ। पोखरी चाहिँ देख्नुभयो तपाईँहरूले वहाँनिर छ। हामी पोहोर चाहिँ यहाँ बसेको हो होइन। यो घरहरूमा बसेको हो पोहोर चाहिँ हामी यता। तर अहिले चाहिँ यता बाहिर नै बनाइदिएको छ होइन। तपाईँहरूलाई देखाउँछु यही घर हो। राम्रो देख्नुभएको छ है। छुट्टै छोडा त हामी बसेको ठाउँहरू देखाइदिउँ। भराएको पनि छ। ल हेर्नुहोस् चट्ट पर्खाललाई देखाएको यहाँनिर चाहिँ सेफ्टीहरू चाहिँ एकदम छ कि। हेर्नुहोस् पर्खाललाई देखाएको केही जङ्गल जङ्गल। यहाँ पनि पर्खाल छ फेरि हेर्नुहोस्। भित्र पनि ढोका नि छ हेर्नुहोस्।
ढोका हल्ल्याउँदा सुले ढोका हल्ल्याउँदा सुले हामी बसेको ठाउँहरू देखाइदिउँ हाम्रो दर्शक पनि श्रोताहरूलाई ल हेर्नुहोस् हामी कसरी बसेको छ है सुले यहाँनिर चाहिँ हाम्रो आगो छ होइन त्यहाँनिर चाहिँ हाम्रो ग्यासमा पकाएर खाइन्छ हामीले चाहिँ ग्यास पनि ल्याइयो हिजो होइन चट्टै हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुन्छ ल हेर्नुहोस् हाम्रो रासन पानी चाहिँ यहाँनिर छ होइन हामी सुतेको ठाउँ चाहिँ यता हो यहाँनिर सुतिन्छ हामी चाहिँ यस्तो दामी बनाइदिए हेर्नुहोस् फलेको ओछ्याएर तल एकदम न्यानो के तल प्लास्टिक ओछ्याएर प्लास्टिकमाथि फलेक फेरि फलेकमाथि पनि तपाईँको चाहिँ नि फलेक टाँसेर चाहिँ बनाएको छ माथि टाँडहरू पनि देख्नुहुन्छ सामानहरू राख्नलाई यो यहाँ 12 पोखरी घुम्न आउने यो चाहिँ नि टुरिस्टहरूको लागि र भक्तजनहरूको लागि सबैको लागि सोचेर चाहिँ एकदम राम्रो बनाउनु भएको छ ल त्यो लाइट मारेर राख्ने लाइट पनि हामीले सोलरवाला लाइट लिएर आएको थियौँ बबाल तपाईँले देख्न सक्नुहुन्छ है त म तपाईँलाई यताबाटैबाट देखाउँछु ल हेर्नुहोस् बबाल छ घर चाहिँ यही घर हामी बसेको हामी दाउरा चिरेको चाहिँ त्यहाँ हो कुहिरो लाग्यो फेरि गाइज हामी चाहिँ नि आगो ताप्दै है चट्टा यहाँनिर चाहिँ हामीले फेरि पकाएको छौँ हेर्नुहोस् हाम्रो फेरि खाना फेरि यता पाक्दैछ यहाँ चट्टा पाकिरहेको छ खाना हाम्रो चना र आज चाहिँ चना र आलु पाकिरहेको छ दाउराहरू पनि बनाइयो हामीले चट्ट यहाँ राखेको छ भित्र पनि छ दाउराहरू मौसमहरू चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ होइन घाम लागेन खासै यहाँ चाहिँ आगो ताप्ने चट्टा हामी बसेको छ है त गाइज बाहिर तपाईँले देख्न सक्नुहुन्छ तुवालो लाएर उद्या यहाँबाट त्यहीँ पनि देखेको छैन त्यो तपाईँहरूले सेतो चाहिँ एन्टी लाइट परेर होइन कि त्यो तुवालो हो कि केही देखेको छैन हेर्नुहोस् एकदम चिसो छ यहाँ अहिले बोल्दाखेरि हाम्रो मुखबाट पुरा बाफहरू निस्किरहेको छ गाइज हेर्नुहोस् हामी चाहिँ चिया पकाउने खाने हाम्रो यता खाना चाहिँ रेडी भइसकेको छ अब यता फेरि तातो पानी तताएर खाँदैछौँ हामी अब गाइज यस्तै छ हेर्नुहोस् गीत पनि सुन्नुहोस् मरेका आशालाई मनमै छौ तिमी मनमै बस्नु तिमी हुँदा त अडाउने हो मलाई डाँडैमा गुराँस फुल्यो झलल पोखरी डाँडैमा गुराँस फुल्यो झलल लाउने भए लाउमा हाम्रो लम्जुङ हजुर लाउने भए लाउमा घर हाम्रो लम्जुङ हजुर ल है गाइज हामी चाहिँ अब बेलुकाको यसो खानपानमा छौँ त्यता आगो छ यता फेरि हाम्रो खाना पाक्दैछ होइन आगो चाहिँ बलिरहेको छ यता फेरि हाम्रो चियापानीहरू यसो कफीसँग चाहिँ हामी अलिअलि हुँदैछ होइन गाइज कफी खाँदै रमाइलो भइरहेको छ टाइम भइरहेको छ गाइज रमाइलो लाइट पनि बवाल भएको छ यसको हाम्रो होइन लाइट दामी छ गाइस गोर्खा मनका मना सबै मायालाई हालौ भने नि ठिक छैन जमाना रमाइलो भइराछ नाची गाइयो रातलाई काटिन्छ गोर्खा मनका मना झ्याप्पै मायालाई हालौ भने ठिक छैन जमाना झ्याप्पै मायालाई हालौ भने ठिक छैन जमाना तेरो र मेरो तेरो र मेरो मरेपछि ढुङ्गाको छौगेरो गोर्खा मनका मना झ्याप्पै मायालाई हालौँ भने नि
जवाना हेरा भतिज भेटायो आज भेट भयो आज गर्नु पर्छ रमाइलो साँझमा कामना छ्यापै मायालाई हालम भने नि ठिक छैन जवाना यहाँ साह्रै रम अहिले आएर गुड मर्निङ गाइज गुड मर्निङ अहिले 12 पोखरी भयो चिसो मौसममा तातो तातो चिया कफी खाँदै बसिरहेको हामी चाहिँ अहिले 12 पोखरी देख्न सक्नुहुन्छ अहिले यहाँ अलि हुस्सु लाएर अलिकति कुहिरोहरू लाएर चाहिँ राम्रोसँग देखिरहेन अलि यो सिनहरू चाहिँ राम्रोसँग उतापट्टि भन्ने चाहिँ हिमालहरूको भ्यूहरू यतापट्टि हिमालहरूको भ्यूहरू चाहिँ एकदम राम्रो देख्न सकिन्थ्यो के गर्नु अब है यस्तो मौसमको कारणले अलिकति वेदरले साथ नदियो भएर चाहिँ हामीले अलिकति राम्रोसँग देखाउन सकिरहेन अहिले चाहिँ हामी तातो तातो चिया कफी खाँदै बसिरहेको चिया कफी खाने अब कार्यक्रम भइरहेको भनौँ न अब के छ केटा ठिक छ नि होइन जाडो कतिको छ ठाउँमा कस्तो भइरहेको त भतिज नि 12 पोखरीको बसाइ ठिक छ नि होइन रमाइलो भइरहेको होइन अनि निशानको यता सुनाइदियो नि त कस्तो भयो तेरो पहिलोचोटि आएको अनुभव फर्स्ट टाइम आएको हो होइन अलिकति उकालो बाटोमा आइयो मौसम त के गर्नु अब यस्तै भइहाल्यो अब के छ गाइज हो ठिक छ होइन रमाइलो छ नि होइन हेलो गाइज हामी चाहिँ हामीलाई चिया पकाएर खाँदैछौँ होइन त ग्यास स्यास ल्याएको भएर सुविधा छ हामीलाई तपाईँहरूले देख्न सक्नुहुन्छ सिनहरू त खासै हिमालहरू देखेन लालीगुराँसहरू पनि फुलेन यसपालि त हामी अहिले छिट्टै भएछौँ चिसो चाहिँ ओभर छ है गाइज ह्याप्पी छ यो भित्र हामीले धेरै कपडा लगायौँ होइन भित्र धेरै 4-5वटा हाइनिक मात्रै लगाइएको गाइज यसो चल्न भएन बाक्लो भएर कपडा चिसो चाहिँ धेरै छ है ठुले चिसो चाहिँ एकदम धेरै छ यार कोल्ड घाम देख्न सक्नुहुन्छ मेरो पछाडि लुकी हेरिरहेको छ घामले उहाँलोको नाचबाट होइन त्यस्तै छ गाइज है ल गाइज फाइनल्ली हिमाल देखिसकेको छ त्यही पनि बादलले ढाक्दै आइरहेको छ होइन देख्न सक्नुहुन्छ बवाल हिमाल देखेको छ क्लियर देखेँ होइन कि ल हेर्नुहोस् गाइज यति बित्ति चिसो छ कि यहाँ होइन देखाइदियो त राजेश पुरा पानी जमे क्या यहाँको देखाइदियो पानी जमेको पुरै हेर्नुहोस् गाइस छ ल हेर्नुहोस् पुरै पानी जमेको छ माइ गॉड ल हेर्नुहोस् तिमी जाऊ म आउँछ ल हामी चाहिँ आज गोठमा बस्यो यहीँ बाजेर बज्यो भेट्यौँ आउँदाखेरि पानी परेर अझै ढेँडोडा लगाइएको छ अब चाहिँ होइन भोलि बिहान हामी अस्ति जाने बेलामा मही खाएको देखाएको थिएँ मैले तपाईँहरूलाई भिडियोमा हो त्यही गोठमा चाहिँ हामी बसेको छौँ बसेर आउँदा पनि
बाजे यहीँ हुनुहुन्छ। बाजे चाहिँ सुतिसक्नुभयो, बिचरा निन्दा लाग्यो होला। यहाँनिर चाहिँ हामीले पकाएर चाहिँ खायौँ, दुध पनि छ हामीसँग होइन, घिउ पनि छ। अब ढोडेर खान लागेको छौँ र यता गाई चाहिँ रमाइलो भइरहेको छ है। बजेले चाहिँ ढोडा दिनु भएको छ है हामीलाई। ठुले के छ? हामी त गोठतिर बास भयो आजको बास चाहिँ हाम्रो गोठमा छ, रमाइलो भइरहेको छ है हामीलाई गाई। रमाइलो एक्साइटेड, अलिकति उत्साह खालको, अलिकति छुट्टै खालको फिलिङ्स आइरहेको मनमा। हामी चाहिँ 12 घुमेर आएको। अस्ति अब गयो 3-4 दिन बसेर आयो त्यहाँबाट। आउने क्रममा चाहिँ बाटोमा पानी पर्यो भन्नाले चाहिँ हामी गोठतिर सास माग्न आएर है गोठमा बसोबास गरेर लोकल भैँसीको दुध देख्न सक्नुहुन्छ तल। भिडियो पकाउँदै खाना लगाएर हामी चाहिँ ल केटा हात लगाइदिउँ एकचोटि। ल ल ल ल